नमस्ते, स्वागत छ सबैजनालाई जो स्टार टिभीमा। आज म र मेरो एकजना अङ्कल गोदावरी धनगढी अत्रिया कहाँ कहाँ हुन्छ साथी हो घुम्न गइरहेको छौँ। तर यार मान्छेहरू के युट्युबमा भ्लग बनाउँदाखेरि लाज मान्छन्। लाज केही मान्नु हुँदैन केटा हो। मलाई पनि धेरैजनाले भन्ने थियो, मेरो 10 सब्सक्राइबर हुँदाखेरि मान्छेहरूले के भनेको थियो कि मलाई युट्युबबाट के हुन्छ र भनेर धेरै कुराहरू सुनाएको थियो। तर गरेपछि हुने रहेछ भन्ने उदाहरण मै हो कि केटा हो। त्यसैले लाइक सब्सक्राइब गर्नु होला जो स्टार टिभीलाई। म देखाउने छु हजुरहरूलाई आज हामी कहाँ कहाँ जानेछौँ, के गर्नेछौँ, सब यो भिडियोमा हेर्न सक्नुहुन्छ। मन परेमा एक लाइक ठोक्नु होला। धन्यवाद। मेरो घरदेखि निस्किसकेको छ साथी हो। फाइनली हाम्रो अङ्कल हिमङ्कल यता हेर्नु पऱ्यो, डिके काका पनि भेटिसकेका छन्। सो फाइनली अब तपाईँहरूलाई एकछिनमा हामीहरू अटोको प्रतीक्षामा छौँ। अटोमा बसेर सिधै अब तपाईँहरूलाई अत्रियामा भेट्नेछौँ। हामी अटो स्ट्यान्डनिर बसिसकेका छौँ। हाम्रो गणेश राज भण्डारी अटोवाला दाई खाना खाएर सुत्नु भएको छ। कल गरेको आउनु दाई घुम्नु भनेको आइरहेको छैन। अब अटोको प्रतीक्षामा बसिरहेको छौँ। एउटा बाजे भेटिनु भयो। तपाईँलाई कति वर्ष भयो? 5 वर्ष भयो। अब 10 वर्षमा बिहे गर्ने होला है त। फाइनली अत्रिया पुगिसकेको छ हामीहरू। कहाँ जाने अब भन, त्यो गोदावरी। फाइनली अहिले अत्रिया पुगिसकेका छौँ। अब एकछिनमा गोदावरी पुग्छौँ। काका रोक न यार, कहाँ भाग्दा छौ त? फाइनली गोदावरी भाइरल ब्रिज पुलमा पुगिसकेका छौँ। केटा हो यार, कसैले त पट्याइदेऊ न यार केटी, यत्तिकै मरिने भयो त यार। सिङ्गलै मर्छु के हो म त यार। अहिले हामी भाइरल ब्रिज गोदावरीको पुलमा छौँ। तपाईँहरूलाई भिडियो मनपर्छ भनेपछि लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला। सो भिडियो फोटोसोटा खिचेर हामीहरूले गोदावरीमा अब घरतिर जाँदै गरेको। तर यार काका कोही भएन यार, आज मजा आयो नि यार त्यति यार। भिडियो मनपर्छ भने लाइक सब्सक्राइब सेयर गर्नु होला। यही हो गोदावरीको भाइरल ब्रिज। सो फाइनली गोदावरी घुमेर अब घर जान लागेको। गाडी मिलेन, हिँडी गइरहेछौँ। कहाँनिर गाडी मिल्छ हेरौँ। यो भन्दा चप्पल खोली जानु, यहाँ जाउँ त यो साइडतिर। तर यहाँ ठिक छ त, उहाँ भन्दा गोदावरी भन्दा त। धार्मिक स्थल होइन त्यो त, यहाँ सही छ त। म त सुनको हो त्यो। ए सुटिङ भएको थियो। गोदावरी मन्दिर देख्न सक्नुहुन्छ तपाईँहरूले। एकदम भाइरल ठाउँ। उ यता पनि छ। गोदावरी ब्रिजबाट भाइरल ब्रिजबाट सकेर गोदावरी मन्दिर आएका छौँ दर्शन गर्न। सबैको रक्षा गरून्। होला नि त, सुनको भए लास्टै महँगो होला त यार काका। के उठाइदिउँ काका? मैले जोक गरे हो। गोदावरी टेम्पल, गोदावरी मन्दिर सबैभन्दा पुरानो मन्दिर तपाईँहरू देख्न सक्नुहुन्छ। फाइनली
गोदावरी टेम्पल पनि आइयो आज गोदावरी मन्दिर पनि देखियो सबैभन्दा पुरानो मन्दिर हो यो गोदावरीको विवाह शिवाह व्रतीबन्धन सबै कार्य हुन्छ यहाँ सबैभन्दा पुरानो गोदावरी मन्दिर तपाईहरु देख्न सक्नुहुन्छ यस्तै भिडियो हेर्नको लागि जो स्टार टिभीलाई लाइक सब्स्क्राइब शेयर गर्नु होला तपाईहरु देख्न सक्नुहुन्छ गोदावरी मन्दिर सबैभन्दा पुरानो मन्दिर आज गोदावरी टेम्पलमा आइयो धेरै दिनदेखि आउने इच्छा थियो तर फाइनली आज गोदावरी मन्दिरमा पुगियो र गोदावरी मन्दिर पनि देखियो तपाईहरु देख्न सक्नुहुन्छ सबैभन्दा आजभन्दा धेरै पुरानो मन्दिर हो यो यहाँ बिहे व्रतीबन्धन सबै कार्यहरू हुन्छ सबैभन्दा पुरानो मन्दिर चाहिँ यो रहेको छ हाम्रो गोदावरीमा यस्तै भिडियो हेर्नको लागि लाइक सब्स्क्राइब शेयर गर्नु होला जो स्टार टिभीलाई सबैभन्दा पुरानो मन्दिर हेर्नु यो देख्न सक्नुहुन्छ तपाईँ शेखरमा बाबा ज्ञान बुद्धि सबै दिनु गोदावरी मन्दिर तपाईले देख्न सक्नुहुन्छ सबैभन्दा पुरानो मन्दिर यही हो गोदावरीको यहाँ बिहे व्रतीबन्धन सबै कार्यक्रमहरू हुन्छ एकदम प्रसिद्ध स्थल गोदावरीमा रहेको गोदावरी मन्दिर तपाईले देख्न सक्नुहुन्छ भिजिट गर्न सक्नुहुन्छ आएर सो आज यहाँ घुम्ने मौका मिल्यो मलाई त म यहाँ आउन पाएँ त्यसको लागि म धेरै लक्की मान्छु आफूलाई र तपाईहरु पनि आउन सक्नुहुन्छ गोदावरीमा रहेको छ हस् थ्यांक यू लाइक शेयर सब्स्क्राइब गोदावरीमा रहेको सबैभन्दा ठुलो हनुमान मन्दिर हनुमानको सबैभन्दा ठुलो मूर्ति भएको ठाउँ गोदावरी